नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। मित्रहरू यो सैलुङमा 50,000 आन्तरिक तथा बाह्य पर्यटकहरूको चाहिँ यो हामीले यहाँ जमघट भएको दृश्य यहाँ कैद गरिरहेछ मित्रहरू। असङ्ख्यक रूपमा चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ उहिरेको छ, हामीले यहाँ निहाल्न सक्छौँ। यो सैलुङको टप अति सुन्दर छ। हामीले सैलुङको टपभन्दा अर्कै तलको क्षेत्रबाट यो दृश्य कैद गरेका छौँ मित्रहरू। सैलुङको यो वैशाख 1 गते हुने यो महत्त्वपूर्ण जमघट एवं मेला अति मौसमले त्यत्तिकै साथ दिएको छ मित्रहरू। धेरैभन्दा धेरै बहुसङ्ख्यक रूपमा चाहिँ यहाँ आन्तरिक पर्यटकहरू घुइँचो निहाल्न सक्छौँ।